नमस्कार दर्शकबिन्दहरू, यतिखेर म यो झापा गाउँपालिका वार्ड नम्बर 2 अवस्थित रहेको कन्काई माईमा आइपुगेको छु। असोज 19 गते आएको बाढीको कारण यही मुख्य बाँध, यो बाँध देखाउँछ। यो बाँध लगभग 120 मिटर कटान गरिसकेपछि तपाईको यो बाढी क्वाडे गाउँ, सडक बाडे गाउँ, मिलन बस्ती गाउँहरू र बलटार गाउँमा वितण्ड मचाएको हो। यदि यो बाँध नकटेको भए, यो बाँधलाई अझै सुरक्षित गर्न सकेको भए यत्रो धनजनको क्षति हुने थिएन। म तपाईहरुलाई यो कन्काई माईको बारेमा अहिले यो कन्काई माईको अवस्थाको बारेमा म तपाईलाई देखाउने छु भने यही बातको कारण सँगै ठुलो धनजनको पनि क्षति भएको छ र म नेपाल सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु, छिटोभन्दा छिटो यो बाँध बन्योस्, अलि शक्तिशाली बाँध यस्तो बन्योस् कि माई खोलाले पनि कटार गर्न नसकोस् भन्ने म अनुरोध गर्न चाहन्छु। यदि यो बाँधलाई फेरि समयमा बाँध्न सकेन भने आउने दिन पनि ठुलो नै क्षति हुन्छ जस्तो मलाई लागिरहेको छ। माई खोलातिर लिएर जाँदैछु, हेर्दै गर्नुहुन्छ म ठुलो माई खोलाको छेउमा आइसकेको छु। यो चाहिँ हाम्रो ठुलो माई खोला। ठुलो माई खोलाको अवस्था पनि म तपाईहरुलाई देखाउने कोसिस गर्नेछु। यतिखेर माई खोला, यो चाहिँ हाम्रो ठुलो माई खोला हेर्नुहुन्छ। अहिले माई खोला चाहिँ अब असोज 19 गते र 20 गते ठुलै नै यहाँ बाढी थियो। यतिखेर आउने अवस्था पनि थिएन र आज पुरै खोला चाहिँ सुकिसकेको अवस्था छ। यहाँ तपाईको यो बाँधहरू पनि काट्ने क्रम म देखिरहेको छु। यहाँ तपाईको एकदम कटान बाँध काट्ने क्रम जारी छ। म तपाईलाई यो बाँधतिर देखाउन गइरहेको छु। यो देख्ने हो नि, त्यो चाहिँ अब तपाईको कटान सुरु भएको छ। कटान चाहिँ अब यतिखेर चाहिँ देख्नु त, यही कटानले गर्दा चाहिँ अब दर्शकबिन्दहरू, यो चाहिँ हाम्रो यो माई खोलाको यो चाहिँ दोस्रो कटान। पहिलो कटान तपाईहरुलाई म अघि देखाइसकेको पनि त्यो दोस्रो कटान। यो माई खोला यहाँ चाहिँ दोस्रो कटान गरेको छ। जम्मा 3 ठाउँमा कटान गरेको छ। 3 ठाउँमा कटान गरिसकेपछि ठुलो क्षति बेहोर्नु परेको चाहिँ वास्तविकता यो कटानकै कारण हो। झापा गाउँपालिकाको 1 र 2 लाई चाहिँ ठुलो क्षति यही कटानको कारणले गर्दा भएको हो। जम्मा 3 ठाउँ कटान गरिएको छ भने तेस्रो स्थानमा चाहिँ अहिले जाने अवस्था नै छैन। यो छैन, यो चाहिँ मैले दोस्रो अवस्थासम्म तपाईहरुलाई देखाएँ। यो चाहिँ दोस्रो अवस्थाको। अझै यो तेस्रो चाहिँ अझै योभन्दा अझै तलतिर काटेको छ बाँध चाहिँ, त्यो चाहिँ अब जाने अवस्थै नै छैन। म तपाईहरुलाई यो दोस्रो अवस्था नै देखाएँ। यदि यो 3 ठाउँमा यदि बाँध नकटेको भए सडकबाडी, क्वाडी, मिलन बस्ती र सालमारा गाउँलाई चाहिँ क्षति पुग्ने चाहिँ थिएन। यही बाँध कटेकै कारण ठुलो क्षति बेर्नु परेको छ किसानको चाहिँ अब धानबाली पनि धेरै नष्ट भएको छ। बलुवाले पुरिएको छ भने कहीँ लेदोहरूले पनि पुरिएको अवस्था छ। यो चाहिँ अब पुरै यो माई खोला यतिखेर सुनसान छ। एकदम माई खोला एकदम अझै पश्चिमतिर त्यो गौरीगञ्ज गाउँपालिकामा तिर बगिरहेको अवस्था हो। यो चाहिँ पुरै यता यो एरिया चाहिँ पुरै झापा गाउँपालिका पर्छ। यो चाहिँ अब दोस्रो कटानकै कारण चाहिँ ठुलो क्षति बेर्नु पर्यो। सबैभन्दा बढी क्षति त तपाईको सडकबाडी र मिलन बस्तीमा चाहिँ परेको हो।